यो नवलपरासी स्थित नेपाली भूमि सुस्ताको ताजा र विचलित पार्ने दृश्य हो। हतियार सहित नेपाली भूमिमा प्रवेश गरेका भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूलाई स्थानीय नेपाली जनताले प्रतिकार गर्दै लखेटिरहेका छन्। तपाईँ यो दृश्यमा देख्न सक्नुहुन्छ। देशको सीमा रक्षा गर्न खटिनुपर्ने सरकार र सुरक्षा निकाय मौन रहँदा सीमाका नागरिकहरू भने आफ्नो ज्यानको बाजी थापेर रात दिन मातृभूमिको रक्षा गरिरहेका देखिन्छन्। तर अचम्मको कुरा के छ भने जसलाई हामीले देश र जनताको हितको लागि चुनाव जिताएर सत्तामा पठाइराख्यौं उनीहरू नै कहिले देशका नदी नाला बेचिदिन्छन् विदेशीलाई भने कहिले सामाजिक सञ्जालमा विभिन्न किसिमका भ्रमहरू अथवा छारोहरू हालिरहेका हुन्छन्। अझ दुःखको कुरा सपोर्ट नै गर्ने बहानामा केही मिडिया र नागरिकहरू पनि नेपालले भारतको भूमि मिचेको हो भने न्यारेटिभ नै सेट गर्न लागि परेका देखिए। के साँच्चै नेपालले भारतको भूमि मिच्न सक्छ? के हो सुस्ता विवादको वास्तविक इतिहास र तथ्य? इतिहासको पाना पल्टाउने हो भने नेपाल र भारतको सीमा निर्धारण सन् 1816 मार्च 4 मा भएको सुगौली सन्धिले गरेको। सुगौली सन्धिको धारा 5 र अन्य पूरक नक्साहरू सुस्ता क्षेत्र पूर्ण रूपमा नेपालको भूभागमा पर्छ भनेर भनिएको छ। त्यसो भए सुस्ता विवाद कसरी सुरु भयो त? यसको मुख्य कारण हो नारायणी नदी, जसलाई भारतमा गण्डक नदी भनिन्छ। सुगौली सन्धिमा नारायण नदीलाई सिमानामा मानिएको थियो, तर यो नदीले विगत केही दशकदेखि लगातार आफ्नो धार परिवर्तन गर्दै आएको छ, अर्थात् नेपालतर्फ कटान गर्दै बग्न थाल्यो। नदीले धार बदलेर नेपालतर्फ मिच्दै जाँदा पहिले नदीको वारी नेपालतर्फ रहेको सुस्ताको झन्डै 14,000 हेक्टर भन्दा बढी जमिन अहिले नदीको पारी भारततर्फ जस्तो देखिन पुगेको छ। र यही भौगोलिक परिवर्तनको फाइदा उठाउँदै भारतीय पक्षले यसलाई विवादित भूमि भन्न थाल्यो। नदीले धार बदले पनि जमिनको स्वामित्व बदलिँदैन। सुस्ताका नागरिकहरूसँग आज पनि नेपाल सरकारले जारी गरेको जग्गाको लालपुर्जै छ। उनीहरूले वर्षौंदेखि नेपाल सरकारलाई वार्षिक रूपमा मालपोत वा तिरो बुझाउँदै आएका पनि छन्। यो यस कुराको जिउँदो प्रमाण हो कि सुस्ता पूर्ण रूपमा नेपालको हो, तर विडम्बना हेरौं, आफ्नै लालपुर्जा भएको जग्गामा खेतीपाती गर्दा र नेपाल सरकारले त्यहाँका विकासका संरचनाहरू बनाउँदा पनि भारतीय सुरक्षाकर्मीले सधैँ अवरोध र हिपाई गर्दै आएका छन्। अन्तर्राष्ट्रिय नियमकै कुरा गर्ने हो भने देशको सेना वा प्रहरी अर्को देशको अनुमति बिना प्रवेश गर्न पाउँदैन, तर भारतीय सुरक्षाकर्मीका लागि नेपालको सार्वभौमिकताको यो नियम कहिल्यै लागू भएन। तिनीहरू दिन दहाडै नेपाली भूमिमा यसरी पसेर नेपाली नागरिकलाई शास्ति दिइरहेका छन्। नेपाल र भारतबीच सीमाका लगभग 95 देखि 97% ठाउँमा समस्या समाधान भइसकेको दाबी गरिए पनि सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता क्षेत्र अझै पनि बाँकी छन्। यसमा पनि सुस्ता बढी संवेदनशील छ। नारायणी नदीको थप कटान रोक्न र सुस्तालाई बचाउन स्थानीयले सुस्ता बचाउ अभियान नै चलाएर तटबन्ध बनाउने काम गरिरहेका छन्। केही समय अघि आन्दोलनपछि बनेको सरकारमा कुलमान घिसिङ भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्री भएको बेला सुस्तामा नदी नियन्त्रण र बाँध निर्माणका लागि विशेष बजेट छुट्याइएको थियो, तर स्थानीयका अनुसार त्यहाँ निर्माण भइसकेको तटबन्धको काम पनि भारतीय पक्षले पटक पटक अवरोध पुर्याउँदै आयो। जब जब सिमानामा विवाद आउँछ हाम्रा शासकहरू लाचार र मुख दर्शक बन्छन्। सीमाका नेपालीले कहिल्यै राज्य भएको महसुस गर्न पाएका छैनन्। झन दुःखको कुरा आज हाम्रा नागरिक र केही निर्वाचित सांसदहरू समेत दास मानसिकता बोकेर छिमेकीको छागडीमा व्यस्त छन् र लाज बचाएर भारत नभइदिएको भए हाम्रो मान्छे भोक भोकै मर्ने थिए भन्नसम्म पनि आउँछन्। हेर्नु।